अब हामी जिक्सर 150 को इन्जिन बनाउन जाँदैछु हैन। अब कमेन्टमा चाहिँ ज्ञान सोध्नको लागि नआउनु, यहाँ हेरेर चाहिँ सिक्नु है त। कसरी फुल इन्जिन बसाउँदो रहेछ, गियर साफ्टहरू कसरी बसाउँछ, त्यो कुरा म तपाईलाई सिकाउन जाँदैछु है त। यता देखा यो यसको गियर साफ्टहरू हैन, गियर पिनियनहरू यसको। अब यो कसरी बस्छ हेर्नु, यहाँ मजाले हेर्नु, त्यहाँ कमेन्टमा आएर चाहिँ ज्ञान नचोद्ने है। हेलो यसको यो खैँचीहरू यो तीनटा हुन्छ, यो तीनटा हुन्छ र यो दुईटा चाहिँ सेम हुन्छ। अब सेम हुन्छ भन्दैमा जो जहाँ पाइ त्यही लाएर हुँदैन है। यसको गरारी हेर्नुपर्छ है, कुन तल कुन माथि भनेर यो छुट्याउन सक्नु पर्यो है आफूले पनि। जस्तै कि यो लाग्छ यो माथिपट्टि, यहाँ हेर्नु सक्नुहुन्छ, र यो लाग्छ तल। सुरुमा तलको लाएर देखाउँछु म तपाईँलाई। यो लाग्छ माथिपट्टि, हेर्नु सक्नुहुन्छ, यो चाहिँ लामो एक साइडमा लाग्छ। र यसमा यो न्युट्रल पिनर लागेको हुन्छ, यो तल र माथि आफूले पनि छुट्याउन सकिन्छ होइन। यसलाई हेरेर यो मजाले हेर्नु होला। भिडियो रोक्छ। यहाँ हाम्रो गियर खेल्ने पिन्ने यो हो सापट। योलाई मजासँग एकदमै ध्यानपूर्वक लाउनु पर्ने हुन्छ।